मन्त्रीहरूको सम्पत्ति देखेर जली ना तेरी भी जली ना। सम्पत्ति हुनु कुनै गलत चिज होइन। पहिलाका नेताहरू चप्पल पड्काएर आउँथे र काठमाडौँमा 10-12वटा घर बनाउँथे, अर्बौंको सम्पत्ति थुपार्थे, त्यसैले प्रश्न उठाउनु पर्थ्यो। अहिलेका नेताहरू भनेको आफू सेटल भइसकेर आफूले कमाइसकेर आएका मन्त्रीहरू हुन्। कुनै मन्त्रीहरू काठमाडौँको खानदानी हुन्, काठमाडौँमा जग्गा भएको एउटा जग्गा भाडामा दियो भने पनि कति आउँछ काठमाडौँमा, तपाईँहरू आफै विचार गर्नुहोस्। एउटा नेता मधेसका शाहवंशीका राजा हुन्, तपाईँ आफै विचार गर्नुहोस्। अर्को भनेको विश्व ब्याङ्क जस्तो यत्रो ठुलो ब्याङ्कमा काम गरेका व्यक्तिहरू छन्, जो आफ्नो ठाउँमा राख्ने काम गरेका व्यक्तिहरू छन्, पैसा मजाले कमाएका व्यक्तिहरू छन्, उनीहरूमाथि प्रश्न उठाउन अलिकति जायज छैन। तर त्यो भन्दैमा प्रश्नै उठाउनु हुँदैन भन्ने होइन, प्रश्न उठाउनु पर्छ, जन उत्तरदायी बनाउनु पर्छ। सम्पत्ति कहाँबाट आयो भनेर आम जनतामा चाहिँ कुराहरू उठ्न सक्छ, सबैले खोज तलास चाहिँ गर्न खोज्छन्, गर्नु नि पर्छ र धेरै प्रश्न उठेमा सम्पत्ति छानबिन पनि हुनुपर्छ। तर त्यो भन्दैमा अलि अति नै गर्नु चाहिँ हुँदैन। तर अलिकति हुन्छ नि, यत्रो सम्पत्ति नै हुन्छ र कोही मान्छेको भने जस्तो गरिरहेका छन्। यो त सानो हो, मान्छेहरू धनी छन् नि, नेपाल पो गरिब त, मान्छे त धेरै धनी छन् नि। मेरो विचारमा चाहिँ यो हो है। तपाईँहरू के भन्नुहुन्छ कमेन्ट गर्नु है त।